10 पैसाको बेलुन तर सुनको मुन्द्री गायब। समाजमा राम्रा मान्छे जस्तै नराम्रा मान्छे पनि हुन्छन्। आज पनि सुन ठगीको समाचार सुनिन्छ, तर यो घटना करिब 60 वर्ष अघिको हो। मच्छिन्द्रनाथको रथ गाहवालमा रोकिएको थियो। हामी मामा भान्जा 3 जना साना केटाहरू मन्दिरको पेटीमा बसेर रथ हेरिरहेका थियौँ। मेरो हातमा ग्यास भरिएको बेलुन थियो। त्यति बेला सेतो कमिज सुरुवाल लगाएको एक अपरिचित मान्छे आयो। उसले मलाई, बाबु मलाई पनि एउटा बेलुन किनिदेऊ भन्दै 10 पैसा दियो। म बेलुन किन्न गएँ। फर्केर आउँदा त्यो मान्छे गायब। घर पुगेपछि थाहा भयो मेरो भान्जाको एउटा कानको सुनको मुन्द्री हराइसकेको रहेछ। मुन्द्री फुकाल्ने ती अपरिचित मान्छे रहेछ। उनले मुन्द्री निकाल्न खोज्दा माइलो भान्जाले हातले छेकेको रहेछ। हामीले त्यहाँ वरिपरि खोज्यौँ, तर त्यो थोक त धेरै अगाडि पुगिसकेको थियो। सानो लोभ देखाएर ठुलो क्षति गराउने मानिसहरू हिजो पनि थिए, आज पनि छन्। त्यसैले अपरिचित व्यक्तिसँग सधैँ सतर्क रहौँ।